महत्त्वपूर्ण एउटा ग्रन्थ छ जसलाई विवेक चूडामणि भनिन्छ। यो चाहिँ साधना गर्न चाहनेहरूले, वेदान्तको रहस्य विचार गर्न चाहनेहरूले पढ्दा साह्रै उपयोगी छ। यो भन्नुपर्ने लाजमर्दो परिस्थिति हामी त्यो शङ्कराचार्य परम्पराका, त्यो एउटा साधनाको परम्पराका, ऋषिमुनिहरूको परम्परा नरजन्म दुर्लभमत पुंस्त्वं ततो विप्रता तस्मात् वैदिक धर्म मार्ग परता विद्वत्वमस्मात् परम् आत्मानात्म विवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थितिर् मुक्तिर्नो शतकोटि जन्म सुकृते। गुरुका चित्रणमा पढ्न पाउँदाखेरि एक दुई शब्द बोल्नुपर्छ भन्ने लाग्छ। जुन विवेकानन्द हाम्रो चाहिँ शङ्कराचार्य गुरुको जुन पुस्तक हो त्यो पुस्तक आज त्यसलाई मैले तलमाथि पढ्न थालेँ। त्यही मौकामा मेरी छोरी गायत्री अमेरिकाको भर्जिनियामा बसेकी, त्यहाँ सबै आउँछन्, सबैको बाबु आउँछन्, मेरो त बाबु पनि आउनु, बाबा पनि आउन मान्नुहुन्न, आउनुहुन्न यहाँ मलाई रोइन अरे भन्ने सुने। अनि त्यो बाबु आमाको त्यही त बस्दैन भनेको रमाइलो गरौँ एकछिन बस्नु एकछिन नमः शिवाय आत्म शिवाय ओम नमो भगवते वासुदेवाय 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 वासुदेवाय